नक्कली सुन हो है। कहाँबाट किन्नु भयो नत्र लगाएर हेर्नु नि गाडीवाला पनि कति दिएछु 1 साल 20 साल भयो ल हेरिहाल्नुहोस् सुन चेन पनि रहेछ है कति तोलाको पर्यो चेन चाहिँ सानो छ नि त अन्त यो त अन्त अलिकति खराब चिज खानेहरूले त खराब पारिदिन्छ त अन्त लु हेरेर चेन पनि हेर्नुहोस् त यस्तो नबेच है यस्तो तिनीले छिनाइदेला नि फेरि ल हाम्रो कालेबुङमा नेपालबाट अरिजिनल सुन लिएर यहाँ आइसक्नु भएको छ हाम्रो एकजना भाइ हो कि दाइ हो र हेर्नु त यहाँ सुन्नु देखाइदिनु त अलिकति ठानडाँडामा त पुरा भिडभाड छ यता हेर्नुहोस् यही आज सुन आम्मामा यो चाहिँ कति पर्यो भनिदिनु पर्यो बगेर हिँडेर लुट दिन्छ नि फेरि भनिदिनु खोलौँ न सेम सुन छ त अन्त आम्मामा लो त सधैँ भयो लु हेर्नुहोस् यो सुन यो कति पर्यो भन्नुहोस् 250 अन्ली यो कहाँ बनिएको खास नेपाल कुन जग्गामा अलिकति भनिदिनु पर्यो काठमाडौँमा यो चाहिँ कसरी तोला पर्यो है तोलाको हिसाब पर्छ कि कति पर्छ पिसको हिसाब पिसको कति पर्यो यसका 200 अरे पर्नु हुँदैन यसमा अन्त अहिले त यस्तो सुन देखायो भने त अन्त हात छिनाइदिने गलामा लगायो भने गलै काटिदिने सिस्टम छ अन्त यो त ओरिजिनल डुप्लिकेट हो होइन डुप्लिकेट हो के भनिदिनुहुन्छ अलिकति भनिदिनुहोस् यो लगाएर चाहिँ कुन टाइममा लगाउनु पर्छ जङ्गल जाँदा चाहिँ के गर्छ घाँस दौड गरेर जाँदा चाहिँ निकालेर राख्नु पर्यो अन्त कहाँ जाँदा लगाउनु पर्यो यो जस्तै विवाह पार्टी कुनै फाउन्डेसनमा राइट यो सुन्नु भयो तपाईँले ओरिजिनल भनेर हात काटेर हाम्रो यस्तो घटा त धेरै ठाउँ भएको छ है भनेपछि 30 रुपैयाँ ल आज चाहिँ यहाँ आएको छु म हो फिलहाल स्ट्यान्डमा छु र यहाँ अब नेपालको यो अब यो अहिलेको नक्कली सुन लिएर चाहिँ आइसक्नु भएको छ यहाँ किन्दैछ साथीभाइ सेम छ लु हेर्नुहोस् त कतिको फरक पर्यो केही फरक परेन त अन्त एउटै छ त यो त ओरिजिनल भयो यो पो दामी भयो त अन्त ल साथीभाइ हेर्नुहोस् किन्नु चाहिँ किन्नुहोस् होइन तर उहाँले भनिहाल्नु भयो है बिहा बुटलतिर लाउनुहोस् जङ्गलतिर जाँदा घाँस दौड छैन हराए डर छैन अब यो चाहिँ अलिकति भनिदिनु दर्शकहरूलाई किनभने यो चाहिँ लाउँदाखेरि कस्तो अरे अहिले तपाईँले भन्नु सुनमुन्दा कम छैन हराए डर छैन मतलब चोर डाकी आए पनि ट्याक्क निकालेर ल भने हातमा पार्दिन अन्त यसो अब अलिक बिहा यो चाहिँ बिहा बुटलमा मात्रै लाउनु पर्ने विवाह पार्टी कुनै ठुलो अनि कहीँ टाढा टाढा जङ्गल सुनसानतिर जाँदा चाहिँ कस्तो के गर्नु बेला चाहिँ नलगाउनु अरे ल त साथी यो सानो एउटा